लिएर जा। छोरो आयो कि म हेरेर आउँछु। हुन्छ हुन्छ के गर्नु के भएको छैन जा जा। जहिले पैसा पैसा भन्छ काममा लेट आउँछ पैसा सैसा छैन के पैसा रुखमा फल्छ जा खुरुक गएर काम गर भोलि पाउँछस्। ए बाबु उठिस? उठे आमा, बिहानै उठ्नु भएको? अब के भन्छु बाबै? हुन्छ आमा, म नि रेडी हुन्छ अनि काममा जान्छु है। ल ल तयारी गर काममा जाने। ल ल आमा, रेडी हुन्छु, काममा जान्छु, फेरि साउले गाली गर्छ। के गर्छस् बाबु? गरिबको घरमा जन्मली दुःख पाइस्। आमा, जन्म त मैले रोजेको होइन, तर तपाईँको छोरा भएर जन्मिनु नै मेरो गर्वको कुरा हो। ल ल बाबु, राम्रोसित जा। बेलुका चाहिँ अलि चाँडो घर आउनु नि, समय खराब छ, फेरि घरमा बुवाको यस्तो हालत छ। हुन्छ आमा, मेरो चिन्ता नगर्नु, बाबाको यस्तो हालत छ, बाबाको ख्याल गर्नु, म जान्छु है। बाबु काम गरेर एउटा बुवाको लागि औषधि लिएर आए। घरे आउने औषधि नै छैन बुवाले। हुन्छ आमा, म लिएर आउँछु है। विमल भाइ, कता जान्ला? रोशन दाई, म तपाईँकै घरतिर जान लागेको थिएँ, तपाईँ बाटोमै भेटिनु भयो। ए किन र भाइ? तपाईँ धेरै दिनदेखि स्कुल जानुभएको थिएन रे, अनि त्यही भएर मलाई मिलन दाईले पठाउनु भयो। ए हुन्छ नि बाबु, तिमी जाँदै गर, म मिलन दाईलाई भेट्छु नि। हुन्छ ल ल दाई, भेट्नु होला त्यहाँसम्म। ए हुन्छ बाबु, हुन्छ, जाऊ ल।
तिमी पनि खाऊ न त चिया। होस्, भित्रै गएर खान्छु। हस्, हुन्छ, हुन्छ। सानो मालिक नमस्कार। तेरो काममा आउने समय यही हो। बिहानदेखि गाईगोठमा गाई कराइरहेको छ, घाँस हाल्नु पर्दैन। कति लेट आएको। हुन त तिमीहरू जस्तो गरिबलाई हात दिन खोज्दा हातै खान्छौ। जा खुरुक्क गोठमा गएर गाईले घाँस हाल, बिहानदेखि कराइरहेको छ। जा हस् सानो मालिक। ल ल जा जा छिटो जा छिटो जा। ढिलो आउँछ। बुढो चिन्ता नगर्नु है, छोराले अहिले औषधि लिएर आउँछ, अनि खाएपछि अलिक कम हुन्छ कि। भाइ बुढी अब छोराले कहिले औषधि ल्याउला अनि खाउला भनेर आशा भनेर 5 लाख खोकीले मन लगाइसक्यो। छोरो आयो कि म हेरेर आउँछु। हुन्छ हुन्छ के गर्नु, के भएको छैन, जा जा औषधि खानु हुन्थ्यो। छोरा के भयो? के भएको छैन आमा? त आमासँग झुट बोल्छस्? म तेरो आमा हुँ। तेरो आँखा हेरेर तेरो सबै कुरा मैले बुझ्छु। काम गरेको ठाउँमा साउली पैसा दिएन होला होइन? गरिब भएर जन्मिनु पाप हो र आमा? त्यो अलि अहिलेसम्म काममा आएन त कहाँ मरेछ त्यो? झन् आज सदरमुकाम जाम भनेको। काममा त आउलास्, पक मैले जानेछु त्यसलाई आज। बुढी बुढी हजुर, मेरो सदरमुकाम जानुपर्ने काम पर्यो। त्यो अलि एकछिनमा आउँछ होला, म लाग्यो है त। हुन्छ हुन्छ। ए हस् ल। जहिले ढिला गर्छ, जति भन्दा पनि लागेन। झन् म आज सदरमुकाम जाने काम थियो, घरमा बहिनी र बुढी एक्लै छे। जहिले लेट आउँछ। घरमा गएर त्यहाँ सघाउने, त्यहाँको घरको कुनै पनि सामान हरायो भने
तेरो नाममा राखिदिन्छु बुझिस्? हुन्छ मालिक, म राम्रोसँग हेर्छु नि। तर मालिक थोरै पैसा चाहिएको थियो, बुवा सिकिस्तै हुनुहुन्छ, थोरै औषधि किन्नलाई पैसा पुगेको थिएन। जहिले पैसा पैसा भन्छ, काममा लेट आउँछ, पैसा सैसा छैन। के पैसा रुखमा फल्छ? जा खुरुक गएर काम गर, भोलि पाउँछस्। एकछिन यता आऊ न। रोशन, कति काम मात्रै गरेको? रोशनी, त्यो एकान्त ठाउँमा मलाई किन बोलाएको तिमीले? तिमीले यति धेरै दुःख सहेर किन काम गर्छौ? रोशनी, सबैको जिन्दगी एउटै नहुँदो रहेछ। सोचे जस्तो अब त सहने पानी परिसक्यो। घरको बिरामी बुबाको उपचारको लागि भए पनि, यही पापी पेट पाल्नु भए पनि, त्यही घरको चुलो पाल्नको लागि भए पनि मेहनत गर्नुपर्छ, काम गर्नुपर्छ। अब त पानी परिसक्यो, सहने पानी परिसक्यो रोशनी। आज दाइ पनि घरमा आउनुहुन्न, त्यसैले तिमीसँग कुरा गर्नु। रोशन, किन हो किन तिम्रो वरिपरि रहनु मन लाग्छ। तिमीसँग कुरा गरिरहनु मन लाग्छ। रोशनी, तिमीले मेरो वरिपरि बस्न मन लागेर के गर्नु? तिमी कहाँ आकाशको तारा, म यो जमिनको धुलो। यो समाज हुने खानेले हाम्रो सम्बन्धलाई कहिल्यै स्वीकार गर्दैन रोशनी। आफ्नो जीवन त धान्न सकेको छैन, एउटा बिरामी बुवाको उपचार त गर्न सकेको छैन। तिम्रो घरमा हले बसेर मेरो घरको चुलो चलेको छ। यो कुरा तिम्रो दाइले थाहा पायो भने के हालत हुन्छ? मेरो बुवा आमाको पेटमा लात कस्तो हुन्छ रोशनी?
त्यस्तो होइन कि रोशन मेरो कसम खाएर भन बुढी त्यो बहिनीलाई लिएर जा साले नाथे गरिब जुन थालमा खायो त्यही थालमा थुक्छस् तँलाई काम केही छैन भनेर मैले हलीमा राखेको थिएँ मेरो बहिनीसँग नारिएर हिँड्छस् साले मरेर बस